नमस्ते, देशकै नम्बर 1 बुलेट सर्भिस सेन्टर बालाजुबाट। आज चाहिँ हामी एकदमै टाढा जनकपुरदेखि हाम्रो एकजना दाइ आउनु भएको रहेछ हाम्रो टिकटक हेरेर। अनि यहाँ बाइक बनाएपछिको उहाँको एक्सपिरियन्स अनि कस्तो भयो बाइकहरू सबै कुरा उहाँको मुखबाट जस्तोको तस्तै नडाटिकन सुन्नु। दाइ नमस्ते। नमस्ते दाइ हजुर कहाँबाट आउनुभयो? जनकपुरबाट। हजुरको नाम चाहिँ दाइ? राम लामा। राम लामा है। हजुर त्यहाँदेखि यहाँ कसरी आउनुभयो दाइ सर्भिसिङ गर्नलाई? हजुर हजुर सर्भिसिङ गर्न आएको। हजुरको यो टिकटकमा फेसबुकमा देखेर हजुर यहाँ राम्रो सर्भिस दिन्छ भनेर आएको। अनि हजुरले जस्तो सुन्नु भएको थियो जस्तो हेर्नु भएको थियो त्यस्तै रहेछ कि कस्तो के फरक पाउनु भयो? भन्दा पनि धेरै राम्रो पाएँ हजुर। जो राम्रो सर्भिस हुँदो रहेछ। हजुरलाई धेरै धेरै धन्यवाद। ए हजुर साँच्चीकै हाम्रो सर्भिससँग खुसी हुनुहुन्छ? हृदयदेखि नै। हस् धन्यवाद है दाइ। हजुर पनि यस्तै राम्रो सर्भिस चाहनुहुन्छ, केही छ समस्याहरू छ केही छ भने प्लिज वान एन्ड ओन्ली वान देशकै नम्बर 1 बुलेट सर्भिस सेन्टर बालाजुमा आउनु होला। हजुरको समस्या जस्तोको तस्तै हामी एकदमै नयाँ बनाएर पठाउँछौँ है त। नमस्ते हजुर।